साथीहरू, हजुरहरूलाई कुनै पनि ओल्ड डकुमेन्टमा केही कुरा सिक्नु छ र हजुरहरूलाई धेरै प्याराग्राफ चाहिएको छ, टाइप गर्न ढिला हुन्छ होइन, एकैचोटि प्याराग्राफ आओस्, त्यो प्याराग्राफमा चाहिँ हामी अलाइनमेन्ट टेक्स्ट फर्मेटिङहरू सिक्न सक्छौँ जस्तो लाग्छ भने हजुरहरूको लागि एउटा फर्मुला दिन्छु है त म। यहाँ हेर्नुहोस् त, पहिला इज इक्वल टु टाइप गर्नुहोस्, इज इक्वल टु, त्यस पछाडि क्यापिटल RAND ऱ्यान्ड ब्राकेट ओपन। अब हजुरहरूलाई कतिवटा लाइनको कतिवटा प्याराग्राफ चाहिएको छ त्यो थिच्न सक्नुहुन्छ। मलाई 2वटा प्याराग्राफ 2 लाइनको चाहिएको छ। ओके, ल हेर्नुहोस् त 2वटा प्याराग्राफ निस्क्यो। हजुरहरूलाई काम गर्न कति सजिलो हुन्छ। RAND ऱ्यान्ड ब्राकेट ओपन, मलाई चाहियो 4/5 को इन्टर। हो, यसरी प्याराग्राफहरू अटोमेटिक आउँछ। अब यसमा हजुरहरूले अलाइनमेन्ट कसरी गर्ने, सेन्टर अलाइनमेन्ट, लेफ्ट अलाइनमेन्ट, राइट अलाइनमेन्ट, अनि जस्टिफाई कसरी गर्ने, यसमा ओड कलर, ओड चेन्ज गर्ने कुराहरू सजिलैसँग सिक्न सक्नुहुन्छ। बुलेट राख्न अथवा अरूलाई सिकाउन सक्नुहुन्छ। यो चाहिँ सजिलो सूत्र हो। RAND ऱ्यान्ड ब्राकेट ओपन, कतिवटा कोलम कतिवटा प्याराग्राफ, अनि ब्राकेट क्लोज। यसरी हजुरहरू पनि ट्राई गर्नुहोस् है त।